हेलो साथीहरू, आज चाहिँ नि म काम नपाएर यत्तिकै भिडियो गरेर बसेको छु है। धान रोप्ने जाम भने कसैको पनि छैन। पानी परेर के गर्नु, ट्र्याक्टर पाइँदैन, ट्र्याक्टर पाउँदा पानी पर्दैन, यस्तै छ। आज म तपाईहरुलाई मेरो फुलहरु देखाउन खोज्छु है त नि। ल अब के गर्नु, के काम छैन, काम पनि छैन, फुर्सद पनि छैन। अब घरमा जे छ त्यही त देखाउने हो है। यो चाहिँ स्नेक प्लान्ट है, हाम्रो छेमा घरबाट ल्याएको। पानी पर्दा यस्तरी बढ्यो, नत्र म खासै हाल्दैन यो पानी। अनि यहाँ छ यो के हो, यो मलाई थाहा छैन है। यो चाहिँ मेन ढोका अगाडि राख्नुपर्छ भन्ने सुनेको थिएँ, त्यही भएर राखेको। कस्तो हुन्छ मलाई थाहा छैन है। अनि यो पनि के हो मलाई थाहा छैन, नाम थाहा छैन, त्यही पनि त्यत्तिकै रोप्यो। यो कालसुतीबाट मेरो नन्दले पठाएको। अनि यहाँ पनि छ, यता छिमेकी नन्दले दिनुभएको गमला नभएर मैले मुस्ताङको बोतलमा रोपेछु है। नाच्नु होला साथीहरू, यो चाहिँ नि छेमा घरबाट ल्याएको। 3-4 जनालाई दिए, त्यही पनि कति छिटो काँचेर मेरो गमलै भरिसक्यो। फुट्छ होला हौ अब त। राम्रो हो, फुल्दैन त्यही पनि मनपर्छ। यो चाहिँ नानी पेटमा हुँदाखेरि त्यो सुनटारी फुल्दैन कि, बाटोमा यस्तो राम्रोसँग फुलेर बस्यो, त्यहाँबाट चोरेर ल्याएको। अनि यो चाहिँ नि दिदीले दिनुभएको है, यहाँ छिमेकी दिदीले। मर्यो जम्मै म माइत जाँदाखेरि, भदैको भातकुलेमा जाँदा पानी नहालेर बुढाले यो पनि जम्मै चोरेको। यो पनि जम्मै मर्यो, कति राम्रो फुल्यो त्यो साथीहरू, के गर्नु। आफू नभएपछि यस्तै हो, पानी खान नपाएर बिचरा यहाँ फुल्न लाह। चारो खन्न भ्याछिन के च्या, कस्तो बेइज्जत, के गर्नु, यस्तै हो। यो गोदावरी पनि यस्तो मरेर कालै बह, पानी हालेको बल्ल अलि राम्रो बह। टुप्पाहरू काटेको फेरि पलाह। यहाँ पनि छ, के हो तर मलाई थाहा छैन कि साथीहरू। रोप्न त रोपेको, तर मलाई केको नाम पनि थाहा छैन है। के हो भनिदिनुहोस्। यहाँको चाहिँ नि मर्यो, मैले मगाएको थिएँ यो गमला र फुल। यो फुल पनि के हो मलाई थाहा छैन, यो पनि के हो मलाई केही थाहा छैन। रोप्न त रोपेको, यो मैले अनलाइन अर्डर गरेको। यहाँ चाहिँ एउटा फेरि अझै फुल्दैन, ठुलो मात्र हुन्छ, पात हाल्छ, झर्छ, जान्छ। के हो यो समीक्षी नानी घरबाट ल्याएको। यो पनि हो अनलाइन अर्डर गरेको फुल हो कि के हो, यो प्लान्ट जेड प्लान्ट भन्छ के भन्छ खै, राम्रो हो, मन परेको। यो पनि छ, फुल्छ भन्छन्, फुल्छ कि फुल्दैन तर